नमस्कार। मलाई युट्युब मार्फत हेरिरहनुभएका सम्पूर्ण श्रोताबिन्दुहरूमा भनिन्छ नि फर्स्ट स्टेप टु एभ्री सक्सेस इज ड्रिम हो। आज चाहिँ मैले यहाँहरूमाझ गोल सेटिङ ड्रिमको विषयमा आफ्नो प्रस्तुति लिएर आएको छु। साँच्चै साथीहरू, संसारमा हरेक कार्य चाहिँ हरेक चिज चाहिँ दुईचोटि बन्छ अरे। दुईचोटि, एउटा चाहिँ सपनामा बन्छ अरे साथी, अर्को चाहिँ रियालिटीमा। जब हामी सपना देख्छौँ नि तब न साकार हुने हो। जब हामी सपनै देख्दैनौँ त कसरी साकार हुन्छ? त्यतिकै त पक्कै पनि बन्दैन होला। भनिन्छ नि, एउटा उखान पनि छ नि, कामै नगरी आउने त केवल मुखमा झिगा मात्र हो। हामी जब सपना देख्छौँ नि तब न साकार हुने। म एउटा कथाबाट यहाँहरूमा जोड्न चाहन्छु। एउटा अमेरिकाको पूर्व राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टको। जब उहाँ सानो हुनुहुन्थ्यो, उहाँ एउटा स्कुलमा पढ्नुहुन्थ्यो। त्यहाँ स्कुलमा चाहिँ स्कुलले चाहिँ एक दिन राष्ट्रपति बस्ने भवन व्हाइट हाउसमा लगेर भ्रमण गराउने भन्छ। र सबैलाई लिएर गन्छन्। त्यहाँ चाहिँ एउटा इन्ट्री गेट रहेछन्, एउटा चाहिँ एक्जिट गेट, एउटा भित्र जाने, एउटा बाहिर आउने गेट रहेछ। सबैजना भित्र मजाले घुम्ने र आनन्द पनि लिए। र फर्किने क्रममा चाहिँ त्यहाँ भवन घुमेर फर्किसकेपछि चाहिँ त्यहाँ एक्जिट गेटमा चाहिँ एउटा डायरी राखेको छ। त्यहाँ चाहिँ के लेख्नु पर्दो रहेछ भने, तपाईँले भित्र हेरेको गतिविधि कस्तो लाग्यो, के लाग्यो, त्यहाँ चाहिँ लेख्नु पर्दो रहेछ अरे क्या। अनि सबैले कोही उश्रृङ्खल पाराले कसैले केही लेख्दिनँ भने नाम मात्रै लेखेर, कोहीले चाहिँ व्हाइट हाउस इज सो ब्युटिफुल भनेर लेखेछन् रे। त्यहाँ मध्येमा चाहिँ एउटा केटोले, एउटा बालकले के लेखेछन् भने, सर्लक आफ्नो खल्तीबाट पेन निकालेछन्, सरसर्ती के लेखेछन् भने चाहिँ भने नि, म बस्ने घर भेटेँ भनेर लेखेछन्। वरिपरि साथी गर्न हाँसेर के लेखा होला भनेर उनी त्यो लेखेको सपना पुरा गरेर ऊ एक दिन अमेरिकाको राष्ट्रपति बने। एक पटक मात्र होइन, 4 पटकसम्म ऊ राष्ट्रपति बने। र 4 पटक बन्दाखेरि त्यहाँको संविधानै चेन्ज गरेर एकजना व्यक्ति 2 चोटिसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नियम कार्यान्वयन गर्यो। हो साथीहरू, त्यो फ्र्याङ्कलिन डी रुजवेल्ट सानो बच्चाले सपना नै नदेखेर कसरी राष्ट्रपति बन्थ्यो? अब अमेरिकाको कुरा छोड्यौँ, हाम्रै नेपालको कुरा गरौँ न। हाम्रो बालेन शाहका 2074मा उहाँले स्ट्याटसमा लेख्नु भएको थियो, मैले पनि हेरेको थिएँ। उहाँले के लेख्नु भएको थियो भने, मैले आज भोट गरिनँ किनभने म अहिले पढ्दैछु र मलाई कसैप्रति पनि विश्वास लाग्दैन र लागेन पनि। अनि उहाँले जब म भोट हाल्छु, त्यो मेरो आफ्नै लागि भोट हाल्छु भन्नुभएको थियो। त्यतिखेर 2074 उहाँ हेर्नुहोला, हजुरहरूले देख्नुहुन्छ। अहिले 2000 पछिको चुनाव, स्थानीय चुनावमा उहाँ मेयरमा उठ्नु भएको थियो। उहाँले स्वतः जित्नु, उहाँको सपना थियो नि त, मैले काठमाडौँ महानगरपालिकाको मेयर बन्छु र उठ्छु अनि म जित्छु भनेर। पक्कै उहाँले सुरुमा अगाडि नै आफ्नो सपना देख्नुभयो, पछि साकार भए। हो त्यस्तै साथीहरू, हामीले सपना देख्न जरुरी छ। आफू कुन गन्तव्यमा पुग्ने, आफ्नो ध्येय के छ, स्पष्ट धाराका साथ हामीले आफ्नो सपना देखेर पुरा गर्नुतिर लाग्नुपर्छ। यहाँहरू माझ म यही कुरा प्रस्ट्याउँदै बिदा हुन्छु। नमस्कार।